जयराम बाबु खास कुरो के हो मलाई खुलस्त भन त। अध्यक्षज्यू यो सालले अर्का बुढी भगाएछ। ए कुरो यस्तो पो रहेछ। जयराम भाइ यो त हाम्रै गाउँको चन्द्रको छोरो होइन? चन्द्रको छोरा अध्यक्षजी यो। थुक्क कुकुर। बाउ त मरेर गए पनि अहिलेसम्म सबैले सम्झिन्छन्। तँ चाहिँ के भएको? बाउले यो गाउँठाउँमा कमाएको त्यत्रो इज्जत घुमै मिलाइछ होइन? अल्के लाज छैन एउटै गाउँ एउटै ठाउँमा बसेर यस्तो हरकत गर्नलाई? दुनियाँ लगेर बुढी भगाउँदा मैले भगाउन हुने? हामी एकअर्कामा मन पराबर भयो, उसले भागौँ भने हामी भागिदिउँ। अध्यक्षज्यू यस्तोलाई कारबाही गर्ने कुनै कानुन छैन? अध्यक्षज्यू आजभोलि हाम्रो गाउँ समाजमा के भइरहेछ? बुढा विदेश गएको 4-5 महिना भएको छैन, बुढी पहिला गयो भन्ने मात्र सुनिन्छ त। जयराम भाइ यो कुकुरसित जाने कुकुरनी चाहिँ कुन चाहिँ हो? ती छेउमा बसेर छ अध्यक्षज्यू। यसले भएको आएमेको चाहिँ बुढा विदेशमा छ। ए नानी तिमी चाहिँ के भएको? तिम्रा बालबच्चा छन् कि छैनन्? किन नहुनु, 11 वर्षको छोरी छ। लोग्ने चाहिँ नि स्वाने छोराछोरीलाई सुख दिन्छु भनेर अरबको 60-70 डिग्रीको खाडीमा तिमी चाहिँ झाडीमा? तिम्रो नैतिकता यही हो? अध्यक्षज्यू यस्तो 11 वर्षको छोरीलाई छोडेर पहिलो जाने आइमेलाई त यतिको छोड्नुहुन्न। यस्तालाई त गदाको गु खुवाएर 9 डाँडा कटाउनुपर्छ। गदाको गु होइन बाबु, यिनीहरूले त कुकुरको गु खानुपर्छ। दिदी तपाईलाई यस्तो काम गर्न लाज लागेन? भाउजू तपाईले मेरो दाइले के चाहिँ कमी गर्नु भएको थियो र तपाईँ यसरी हिँड्नु पर्थ्यो? फोनमा कुराकानी भयो, माया प्रीति बस्यो, छुट्न सकिएन, त्यही भएर भागेको।
घरमा भएको बुढाबुढी आमाबाउलाई पैसा नपठाएर सबै कमाएको पैसा तपाईँलाई पठाउनु भएको थियो। के कमी गर्नुभएको थियो र मेरो दाइले तपाईँलाई? तपाईँको यो गल्तीले गर्दाखेरि आज विदेशमा भएको मेरो दाइको के हाल भएर होला सोच्नुभएको छ तपाईँले? यस्तो अर्काको बुढीलाई भगाउने मान्छेलाई त्यतिकै छोड्नुहुन्न। कडाभन्दा कडा कारबाही हुनुपर्छ। साला अर्काको बुढी भगाउने अलिकति पनि तँलाई लाज शरम छैन? तेरो जिन्दगी ए अध्यक्षज्यू त्यसको होली आएर त यो पनि साला कुकुर रामर छ। ओए के मुख देखाउँछस्? जा बरु गुम डुबेर मर। भाउजू यस्तो बालाको छोरी छोडेर हिँड्नलाई तपाईँलाई अलिकति दया माया लागेन? कस्तो मन हो तपाईँको त? थु। दाइ तपाईँले आफ्नै गाउँको र दाजुभाइको घरबार बिगार्नलाई लाज लागेन अलिकति? गाउँ समाजमा बसेर सम्झा बुझा गर्नुपर्ने त कहाँ आफै गल्ती गरेर हिँड्ने? तपाईँलाई त मेरो दाइले आफ्नै भाइ सम्झिनु भएको थियो। हरेक दुःख सुखमा साथ दिनुभएको थियो। बिर्सिनु पो तोगुन तपाईँले? हजुर दाइ भन्नु त। यिनीहरूलाई हामीले यहीँ पक्रिराखेर छौँ दाइ। नानी छ दाइ। ए हुन्छ दाइ म लाउडमा राखेर दिन्छु है। नानी बाबा बोल। हजुर बाबा भन्नुहोस् त। छोरी के छ तिम्रो हालखबर? ठिकै छ बाबा। एउटा कुरा सोधौँ? सोध न छोरी। हामीलाई त मम्मीले छोडेर गयो अरे त। हो छोरी, हामीलाई तिम्रो मम्मीले छोडेर गयो।
बाबा हुनुहुन्छ है हामीलाई त मम्मीले छोडेर गयो फुपू। हामी छौँ नि त। छोरी म छु नि छोरी, तिमी किन रोको? मम्मीले छोडेर गयो भने बाबा छ नि यहाँ, नरु छोरी। तिम्रो लागि म जे पनि गर्न तयार छु छोरी, बाबा छौ नरु है। तिमी ज्ञानी भएर पढेर ठुलो मान्छे बन्नुपर्छ है छोरी। सुन्यौ बाबाले पैसा कमाएर पढाउँछ तिमीलाई है छोरी है। दाइ तपाईँ यताको केही टेन्सन नलिनु है। तपाईँ आफ्नो ज्यानको ख्याल गर्नु होला, त्यस्तो तलमाथि कामहरू केही नगर्नु। यताको टेन्सन नलिनु, हामी छौँ है। तपाईँ आफ्नो ज्यानको ख्याल गर्नु, राम्रोसँग बस्नु, केही टेन्सन नलिनु, हामी छौँ यहाँ है। बहिनी मैले त्यसको लागि के गरेन? आफ्नो सारा जिन्दगी यहाँ खाडीमा बिताएको थियो। यिनीहरूलाई त्यतिकै छोड्यो भने अध्यक्षज्यू भोलि फेरि अर्को अपराध गर्छ। त्यही भएर यिनीहरूलाई त्यतिकै छोड्नुहुन्न। तिमीले भनेको कुरा ठिक हो चाहिँ अहिलेको हाम्रो नियम कानुन त्यति पर्याप्त छैन। अध्यक्षज्यू यी दुईटालाई त्यसै छोड्नुहुन्न, कडा भन कडा कारवाही गर्नुपर्छ, बुझ्नुभयो? अध्यक्षज्यू यस्ताहरूलाई त्यतिकै छोड्नु हुँदैन, पुलिसको हातमा जिम्मा लाउनुपर्छ। बडो हजुरले पुलिसलाई खबर गरिदिनु। पुलिस चौकी होइन हजुर, हाम्रो यो सिरानी गाउँमा एउटा केस आएको छ, तपाईँहरू तुरुन्त आइपुग्नु पर्यो। हजुर म अध्यक्ष बोलेको। हस् छिटो आउनु। जयराम बाबु, मैले पुलिसलाई खबर गरिसकेको छु, पुलिस आउँदैछ। तपाईँहरू के भन्नुहुन्छ? हो यसलाई पुलिसले बुझाउने हो। अब आउने सरकारले कडाभन्दा कडा नियम कानुन बनाउनुपर्छ। विदेशमा बस्ने भाइ बहिनीहरूको घरबार जसले बिगार्छ त्यस्तालाई जन्म कैदको कानुन बनाउनुपर्छ। अनि मात्रै यस्ता घटनाहरू निर्मूल हुन्छ।